हेलो एन्ड नमस्ते गाइज, के छ त हालखबर मेरो युट्युब फ्यामिलीहरुको? के छ हो डाम्नाहरु तिमीहरुका हल्लीचल्ली हालखबर? यस्तो तिमीहरु पनि सन्चै छौ होला नि है केटाकेटीहरु? तिमीहरुलाई भन्ने यसरी हो, अब राम्रो तरिकाले भन्यो भने त बुझ्दैन सुन्दैनौ हैन। पुरा काण्ड हेर्नमै बिजी छौ तिमीहरु, केही छैन हैन, जे चल्यो त्यही हेर्ने त हो हैन। र आज चाहिँ राणा बानहरु फेरि पुरै फुकेर यो के हल्ला गरिरहेछन् है, त्यो माइकमा हैन यहाँ दिइरहेछन्, त्यो त सुनि आवाज आइरहेको होला। यसो पारतिर ढल्किदिउँ घुम्दिउँ यसो भनेर आइदिएको आज चाहिँ हैन। अनि आज चाहिँ हैन त्यही हो, केटाहरु जिमसिम जाने गरेछ है। तिमीहरुको दाइ त यस्तो जिमसिम गरेर बडी सडी बनाएको हैन, हेर कत्रो कत्रो बडी भयो हैन। अनि के छ त हौ तिमीहरुको हालखबर? धेरै दिन भयो त मैले भिडियो बनाएर नहालेको, यसो कमेन्ट नि छैन भिडियो बना हुन त हेर्ने थोपडा हेर्ने रुचा छैन अलि तिमीहरुले मेरो हैन। कताबाट भिडियो चाहन्छौ तिमीहरुले मेरो? यस्ता डोहरीहरु हेर हुन्छ नि, कमेन्ट हान्ने यताउता यहाँ दिने खुरीहरु। कसको बुढी कहाँ बिग्री छ, कसले कसलाई अठ्यायो, कसले कसलाई समायो, यस्तो त खुब चासो हुन्छ। अनि कुनको काण्ड आयो, ए लिङ्क पठाइदेन त्यसको काण्ड हेर्न, एकदम मन लाग्यो त्यसको काण्ड हेर्नु पर्यो। यहाँ त्यो चाहिँ खुब बुझ्छ म्याकुरीहरु। हाम्रो पनि यसो दारी जुङ्गा हेर्दा के बिग्रिन्छ तिमीहरुको म्यासालाहरु? यस्तै हो भिडियो बनाउनु त, नत्र मुख छाडेन भने त भिडियो चल्दैन त गाइज। हो कि कसो सबैलाई थाहा छ नि। काण्ड सण्ड आयो भने त त्यसको लिङ्क पठा न, यो पठाइदियो हेर्नु पर्यो। यहाँ यस्तो भिडियो न्याचुरल भिडियो कसले हेर्छ? सुन्दर वातावरणमा एक्लै यस्तो मिठो तरिकाले बसेर राम्रो मिठो मिठो गफ हैन यताउता भने त हेर्छौ तिमीहरुले, सुन्छौ? पारेर अहिले तिमीहरुको पारै त्यस्तो छ गाइज। जति पनि सब्स्क्राइब छ अनसब्स्क्राइब गरेर जाँदा पनि म केही भन्दिनँ, किनकि फ्याट पुरा हुने यही हो। काण्ड आओस् त ए लिङ्क पठाइदिएन त्यसको हेर्नु पर्यो कस्तो छ दिने मुलाहरू सालहरू। यस्तो भिडियो सेयर गर्नु पर्दैन, डोख्रेहरू बजाइदिन्छु फेरि भनेर अस्ति एउटाले भिडियो हालेछ, त्यसलाई गाली गरेर आमामामा त्यसको त्यस्तो नभन्नु पर्ने थियो नि त उसले पनि हैन, भनिहालेछ त अब के गर्ने। त्यही गाइज हैन, अब भिडियो यस्तै हुन्छ मेरो चाहिँ है, जे छ जस्तो छ हैन त्यस्तै हो। अब यहाँ पार्ने त्यो रातभर लारी एडिट गरेर त्यो थोप्रा नराम्रो थोप्रालाई पनि एकदमसित त्यो पोलिसी पारेर बनाउने टाइपको छैन, एन्ड्रोइड फोन हो है। जस्तो खिच्छ त्यस्तै ड्याङडुङ। 6 वर्ष भइसक्यो फोन किनेको, अझैसम्म बिग्रिन्न, के गर्नु त? यस्तो बलियो मोबाइल, यस्तो दामी मोबाइल फालेर आइफोन किन्छु त म, यसलाई त अझै 6 वर्ष भयो, अझै 6 वर्ष चलाउँछु भन्ने सोच छ मेरो। बुझ्यौ नि केटाकेटी हो। अब त्यही हो, अब साथीहरू छैन नि, एक्लै पारतिर आउने खुट्टा हल्लाउने हैन, यस्तो डान्स पनि गर्नुहुन्छ सुत्दै। अघि त म डान्स नै गरेको थिएँ सुतेरै, सुतेको डान्सहरू अलिक बेग्लै टाइप हुन्छ, तिमीहरूलाई अब नदेखाऊँ होला। त्यही हो, अब वरिपरि कोही पनि छैनन्। अब घुम्नको लागि पनि एक्लै हो जाने भनेको, सबै कालेहरू छन् है। अब कालो बिरालोहरू अब खासै फोहोरी हुन्छन् क्या तिनीहरू, फेरि अलिक सँगै हिँडौँ यताउता भन्दैन, अलिक मान्दैनन् भने अब भाषै मिल्दैन। यहाँ र मुह गर्नु थाल्छन्, आफूले पनि नेवारी भाषा मगर भाषा गुरुङ भाषा हल्का हल्का आउँछ, डाइडाङ डुडुङ दिने हो। त्यही हो गाई चाहिँ। अब है लट्टा पालेछ दारी जुङ्गा पालेछ यहाँ भनेर चाहिँ नसोचौँ, काट्ने पनि फुर्सद नभएर पनि हो। किन काट्नु पर्यो? अब अहिले काटेर एकचोटि काटेर 1 वर्षलाई हुने भए अब काट्ने, 1 हप्तामा फेरि भइहाल्छ, के काट्नु कति काट्नु? त्यही गाई जब है काण्डको पछि नलागौँ धेरै, खालि काण्ड यत्रा काण्ड। अनि फल्ना बुढी यसले समय त्यो समय त्यसको भिडियो त त्यसैले हुन्छ। हाम्रो पनि यसो च्यानलहरू भिजिट गरेर मेरो भिडियोलाई पनि यसो सेयर गर्ने अनि हेरिदिने यताउता हुन्छ त नि। तिमीलाई डोख्रीहरू बुझ्नु छैन, केही छैन, खालि एकदम मजा चाहिँ हेर यिनीहरूलाई भिडियो हेर्दा नि। पर्खन जसले भिडियो सेयर गर्दैन 1 वर्षसम्म दारी फाल्दिनँ भने चाहिँ सर्लकै घदिन्छु म, फेरि दारी घसेर मार्छु 2-4जनालाई त विचार गर फेरि। तिमीलाई गुरुहरू यत्रो पार्क छ एक्लै छ भनेपछि म कस्तो रहेछ त बुझ्यौ नि। चाहिन्न कोही साथीहरू त अब नेपाली भयो चाहिनेहरू कोही पनि छैनन्। अब कालीहरू त्यस्तै हो।
यता एउटा कोकको बोतल थियो कोकको बोतलमा त फेरि कोकको त भित्र त अर्कै थियो जुस थियो भित्र चाहिँ अलि क्वालिटी टाइपको जुस थियो फेरि अब कोकको बोतलमा हालेपछि अलि ढुक्क हुन्छ नि त होइन बुझ्छन् केटाहरूले बुझ्छन् फेरि होइन जुस पनि खाइयो होइन 3-4 प्याक जति थियो खाइयो त अब के गर्नु होइन अब टक्क जानुपर्छ भित्र पार्कमा एक्लै कपल्स पार्क अरे के कपल्सहरू उता कपल्स पार्क कपल्स बिना आउनै नपाउनेहरू के पार्कभित्र अरू त भित्र छिन् कहाँबाट खोजौँ है कपल्स कुन चाहिँ केटीलाई समाएर मेरो गर्लफ्रेन्ड भनौँ त म अर्का ठाउँमा दिमाग खराब नेपालीकै छोरा हो के अरे वीर गोर्खालीको छोराहरू भन्थे होइन त्यही टाइपले उताबाट त्यो जालीवाला जालीले बारेर रहेछन् त्यस्ता जाली त कति नागेर हिँड्ने मान्छे हामी नेपालमा होइन त्यस्ता जालीको मतलबै भएन वान त छिरेर बिरालु चाहिँ सट्ट घुसेर बाघ बने छिर्दा बिरालु भयो भित्र छिरेपछि बाघ बनेर एक्लै छुटा गाडा थियो हेरेको थियो खोइ भन्थ्यो गाई छियो भनेर लगाइदिएको भन्यो गयो अब के गर्नु त होइन कपल्स पार्क अनि हामी त भित्र छिर्नु नपाउने कपल्स नभएको लेडी चाहिँ चाहिनु पर्ने कहाँबाट खोजौँ हो लेडी दारी जुङ्गा देख्दै भएको छन् केटीहरू ल त्यो गाइज ल आजको चाहिँ कन्टेन्ट सन्टेन्ट केही पनि होइन भिडियो बनाइदिउँ हालिदिउँ न भनेर हो राम्रोसँग हेर नि त्यहाँ अर्काको मात्रै हेर्ने हाम्रो हेर्नु केही पनि बिग्रिन् ल है त अब त्यो गाइज अब भिडियोमा धेरै नबोलौँ मलाई फेरि गाली आउने पो हो कि ल अब भिडियोलाई पनि एन्डिङ गरौँ होला धेरै दिन भयो थियो भिडियो नबनाएको अब भिडियो पनि बनाइदिउँ न त के नै जान्छ र भनेर हो काम 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 कामकै बिचमा परेर ल है त गाइज अब भिडियो चाहिँ एन्डिङ गरिदिउँ पछि भेटौँ ल नेक्स्ट भिडियोमा भेटौँ होला है त गाइज ल सबैलाई गुड नाइट राम्रोसँग बस्नु होला।